नमस्ते है एकछिन कुरा गर्न मिल्छ हजुरसँग कतातिर बस्नुहुन्छ हजुर यतिकै हो गफ मात्रै हो नर्मल गफ हो अनि हजुरले अब मतलब अहिले के गरिरहनु खेती किसानी बाख्रा होइन अब हामीहरू चाहिँ खासमा के हो भन्दाखेरि 12 सकेर ठ्याक्क छुट्टीमा हो अहिले चाहिँ अब ठ्याक्क अब हामीहरूको त अब पछि के गर्ने भनेर ठ्याक्क चुज गर्नुपर्छ नि त सबै कुरा अनि त्यही भएर अब सबैसँग धेरै सबैभन्दा अगाडि नै लगभग 15-20 जनालाई भनिसक्यो हो सोधिसक्यो हो सबैसँग अब त्यो सल्लाह लिँदै गइरहेको कि अनि सबैले अब कस्तो हुन्छ सबै तपाईँहरू त अब हामीहरूको उमेर कटाएर आइसक्नुभयो नि त अनि त्यही भएर ठ्याक्क अब के गर्दा ठिक हुन्छ के नगर्दा ठिक हुन्छ भनेर अब के सोध्छु अब त्यो यतिकै भनिदिनुहोस् जस्तै अब हामीहरूको उमेरमा छाने बेला अब त केही त थियो होला नि त हजुरको सोच्ने अब यही खेती किसानी गर्छु भनेर त बस्नु भएको थिएन होला पक्कै पनि अनि कति अब मैले लगभग कति सालमा एसएससी दिएँ भनेपछि 58 सालमा कि 59 सालमा कति भयो मैले 59 सालमा एसएससी होइन 10 क्लास एसएससी दिएँ एसएससीमा दिएँ अनि एउटा विषय लगाएको थियो किन म्याथ विषय लगाएको थियो त्यो हो फेरि सबै विषय दिएँ र फेरिबाट दिएर सबै कटाएको मैले सेकेन्ड इयर त्यस पछाडि चाहिँ के गर्छु भन्ने थियो त्यस पछाडि उसमा फौजीमा जारी खानु गएँ भर्ना भएँ आर्मीमा भएँ अनि भइसकेपछि भयो भने म एउटै छोरो हो घरको एउटै छोरो हो अनि एउटी बहिनी त्यही हामी 5 जना परिवार थियो बुवाको डेढ भयो अनि अहिले 3 आउँछ चाहिँ एउटा छोरो छ एउटी छोरीको बिहा भइसक्यो अब त्यही फौजी बन्ने त्यो सपना चाहिँ त्यो चकनाचुर भयो त्यो भएर एउटा छोरो भएर मलाई जान्दिए होइन म भर्ती भइसकेर पनि नाम निकालेर आएको तर जान्दिएन क्या सङ्कटकाल घोषणा भइसक्यो त्यही सङ्कटकाल पनि भयो अनि त्यस पछाडि घरबाट पनि जान्दैन अहिले मैले मसँग खाले रिटायर भएर बसिसक्यो हाम्रो भाइ अहिले त पेन्सनहरू पाउँछ होला नि त फौजीमा अनि हाम्रो 2 भाइ एउटा सशस्त्रमा खाएको एउटा जनपदमा आयो उसले रिटायर भएर पैसा हाल्ने उनीहरूले चाहिँ अब ठ्याक्क त्यो आफ्नो कुरा गर्यो तपाईँले पनि त्यही भने अब लास्टमा आएर खेती किसानीमै बस्नु पर्यो त्यहाँबाट त्यो भयो त्यस छोडेर म 62 सालमा वहाँ गएँ मलेसिया 5 वर्ष मलेसिया बिताएँ जे होस् जीवनमा अब ठ्याक्क त्यो गर्छु भन्ने कुरा चाहिँ गर्न पाउनु भएन नि त्यो पछि त भइहाल्छ नि त अनि अब त्यही अब धेरै अब दुःख कष्ट त जीवनमा 7 वर्ष गुवा बस्यो अब हामीहरू नि अब घरबाट पढ भन्छन् कसैको केही गर भन्छन् होइन अब ठ्याक्क घरले भने मान्ने कि अब आफूले सोचेको कुराहरू पुरा गर्ने आफ्नो भर पर्दो हुन्छ होइन जुन लाइनमा लाग्यो छ त्यो लाइन चाहिँ ध्यान दिएर गर्नुपर्छ पछि त नहोस् त्यो लाइनमा त्यहाँदेखि अब अहिलेको जमाना कस्तो भन्दाखेरि प्रतिस्पर्धाको जमाना छ क्या जुन फिल्डमा गयो नि आफूले चाहिँ गर्नै पर्छ अब त्यो त आफ्नो प्रतिस्पर्धाको भन्ने छ मैले एउटा छोरो थिएँ एउटा छोरालाई धेरै प्रकारबाट कोसिस गरेँ मानेन 8 पढ्दा बोर्डिङ पढ्दै इन्डिया गयो अहिले होटलमा काम गर्छ पढाउन त छोरो पनि एउटै हो एउटै थियो उनको बिहा भएर अहिले नातिनी 2टा नाति एउटा नातिनी छ फेरिबाट अघिल्लो छोरी हो पछाडिको छोरो हो दुई अहिले सम्झेर पनि अब त्यस्तो बुवाबाट पनि दिँदैन माबाट पनि दिँदैन हामीहरू त खासमा के भन्दाखेरि अब अहिले गर्न सक्ने कुराहरू पछि गएर गर्न सकिँदैन नि त अब तपाईँको उमेर सम्भवै छैन अनि त्यही भएर चाहिँ अहिले ठ्याक्क सबैजनालाई सोधेर अब लास्टमा गर्ने त आफ्नो मनले गर्न चाहिँ तर त्यही पनि केही न केही एउटा चाहिँ लक्ष्य लगेर जानुपर्छ क्या म सबैमा हात हाल्छु यो गर्छु भन्ने जो आफूले चाहेको छ नि त्यही लक्ष्य गरेपछि सफल होला नि त्यो त यो जमानामा कल्याण त्यही हो अरू त केही छैन यति सोध्न लाग्यो कि अब थ्याङ्क यू